गोर्खादेखि दुईजना बुढाबुढी आउनु भएको रहेछ यार्सा गुम्बा टिप्नको लागि। उहाँहरू बिहान त यहीँ हुनुहुन्थ्यो, टिप्न गइसक्नु भएको छ। दिउँसो 1 बजिसक्यो। यहाँ चाहिँ हामी बसेको है हिजो, अहिले पनि हामी यहीँ हो। केटाहरू चाहिँ सुतिसकेको छ। केटाहरू भन्दा अब हाम्रो यहाँ भात पाक्दैछ दाइले हाम्रो। केटाहरू भन्दा मलाई चाहिँ 1 घन्टा बढी लाग्यो है माथिबाट झर्दा। आउँदैन जाँदैन 1 घन्टा बढी, आउँदैन 1 घन्टा बढी। उफ, घुम्ने कुचीले बिगाऱ्यो। अब घुम्ने कुचीलाई नट बाँधेर नघुम्ने बनाउनु पर्छ। सकिन्न। केटाहरू सुत्यो अब। यही हाम्रो हिजो राति बसेको ठाउँ। थुर्चुमा आउनुभयो भने बस्ने ठाउँ यही हो। दाउरा चाहिँ खोज्न जानुपर्छ, राति राति खोजेर ल्याएको। यहाँ पाक्दैछ यही हो। केटाहरूको अब प्याक भयो। स्लिपिङ ब्याग सब प्याक गरेर 2 रात बितायो होइन यहाँ। 2 रात बितायो होइन यहाँ। गुड मर्निङ थुर्चु। थुर्चु सेकेन्ड डे इन थुर्चु। हाम्रो दोस्रो दिन हो थुर्चुमा। अब खाना खाएर अब लाग्ने कुरीतिर। हिज नै सकिएन। पानी उहाँ तल छ। यहाँबाट उकालो लाग्ने अब। हामी बसेको कटेज 2 रात बिताएको कटेज। केटाले बिहानको भात पस्कायो अब च्याप्प खाएर उकालो चढ्नुपर्छ अब। यो दाउरा सानो खाले लाली गुराँसको होइन। ए हाम्रो पकाएर खाएको ल। कता हो? यता लङजुङहरू आउँछ। दुध पोखरी 3.5 घन्टा। तानथिङ सिक्लिस टुरिस्ट। भारी ठाउँ बाटो रहेछ यतिबाट पनि। Nasa kopi.